मूल्यवान हो होइन। म क्याफे कलबाट आएको छु। हाम्रो एउटा इङ्ग्लिसको प्रोजेक्ट छ होइन, कम्पनी भिजिट गर्ने। अनि केही क्वेसनहरू छ, त्यो क्वेसनहरू गर्न सक्छ। त्यसलाई के हुन्छ फर्स्टमा तपाईँ आफ्नो नाम र कम्पनीको नाम भन्नु। मेरो नाम अमित जनान हो र मेरो फर्मको नाम एजुकेसन हो र हाम्रो वाइट टाइम भन्ने हाम्रो पेजमा त्यहाँ नेपाली हाम्रो ब्रान्ड हो वाइट टाइम भनेर हाम्रो नेपालमै उत्पादन हुन्छ, बेच्ने नेपाल रहेछमा हाम्रो नेपालकै मार्केटिङ हुन्छ। कम्पिटिटर भन्दाखेरि अब इट डिपेन्ड कि कसले कस्तो काम गरिरहेको छ। जुन हामीले क्वालिटी दिइरहेको छौँ त्यो क्वालिटीमा अरू च्यानलमा हाम्रो कम्पिटिसन तर नेपालमा त्यो धेरै नै कम छन्। त्यो 2-4 जना छन् जुन एउटा राम्रो क्वालिटी काम गर्छ। त्यो बाहेक यो हाम्रो यो क्वालिटीको काम गर्ने मान्छे चाहिँ खासै धेरै छ। अब के अरे जस्तै यो फ्याक्ट्रीमा काम गर्नुहुन्छ ग्रेजुएट हायर गर्नुहुन्छ कि अब जसलाई के अरे मेसिनहरू युज गर्न आउँछ जसलाई चाहिँ सिलाउनुदेखि लिएर आउँछ त्यसको लागि हाम्रो फिल्डमा एजुकेसनको त्यति म्याटर गर्दैन। हाम्रोमा स्किल मेन पावर छ। पढेर हाम्रो जति पनि लेबरहरू छन् भनौँ न, उनीहरू मेरो त म 10 पनि पढेको छ उनीहरूमध्ये चाहिँ, तर उनीहरूको स्किल धेरै राम्रो, उनीहरूको स्टिचिङ राम्रो हुन्छ। उनीहरूको कस्तो भने जुन उनीहरूको जुन काम गरेर त्यो काम उनीहरू एकदम स्किल हुन्छ। अरे हामीलाई पढाइसँग त्यति मतलब चाहिँ हुँदैन। हाम्रो कटिङ रुम हो, यहाँ मासु लिएर आउँदै हुनुहुन्छ।